हेलो एभ्रिवान, अहिले चाहिँ हामी रोटोवातिर जाँदैछौँ हैन। केटाहरू आउन लाग्यो पिकअपको लागि। सो या इट्स पैक एन्ड सेभ बर्गर किङ यहाँ छ। सो ल केटाहरूको लागि वेट गरिरहौ, पेट्रोल हालेर आउँदैछन्। अस्सी बिजी रोड, sunny day. Okay, main inside video one. अहिले चाहिँ हामी ग्यास स्टेसनमा हैन, कस्तो लागिरहेछ? कपाल यस्तो छ तर नि ठिकै छ। एनसी छ हिजोको कपाल कटाइ हैन, कस्तो लागिरहेछ? ठिक छ, गाडी यही छ। अब जानुपर्छ। सनी डे छ, हबिट फिल्म लोकेसन यहाँ छ। चाहिँ फ्रेस हुँदै हैन, रमाइलो छ नि। यस ल लेट्स गो, बाटो यही हो। मोबाइल क्या गाडी बाइक अझ गीत पनि त्यो बजिरहेछ क्या। फाइनल्ली अहिले चाहिँ हामी हुक्का फलमा छौँ। लेट्स सी हुक्का फल। So finally we are at Hookah Fall after like 4 hours drive. It's kind of insane that after a long time just to like long to rako bhayera chai like कपाल चाहिँ यस्तो छ तर पनि हैन। एनसी देख्यो, एनसी त देखा छ नि के म एनसी होइन र यतिको हुनुपर्छ। यो हुक्का जस्तो स्मोक आउने भएर हुक्का फल राखेको होला कि हेर न साल। तर लास्टै क्लियर क्या है। आइस ब्लू स्नो वाइट। सर त्यहाँ ड्रिफ्ट हान्ने हो क्या। Finally we are here at Tapu. यो चाहिँ हुक्का फल भन्छन् हैन। लाइक अब हेर्न सक्नुहुन्छ कतिसम्म चाहिँ क्लियर छ त। अब यतिसम्म क्लियर त मैले लाइफमा देखे पनि छैन। यति सफा मान्छेको मन भइदिएको भए अझै अरू त नभनौँ हुँदैन। यो जाली संसारमा जाली नै हुन्छ नि चाहिँ एभ्रिवान। सही हो, सही हो। केही भन्नु छ यता? केही भन्नु छ कि? Thank you so much for making sick leave. रमाइलो भइरहेछ। ल जाम। यो चाहिँ न्युजिल्यान्डको पोखरा हैन, फेवाताल। कस्तो लागिरहेछ त भ्यू हेर्दै?
एकदम रमाइलो लागिरहेछ हैन ट्याक्कै पोखराको लेक साइड हैन त्यस्तै देखाएको छ है भ्यू छ ट्याक्क साइडमा रेस्टुरेन्टहरु मार्केटहरु ल एकदम बिजी छ तर पोखराको लेक भन्दा अझै ठुलो छ है ठुलो त ठुलै छ भयंकरै छ है अनि पानी पनि क्रिस्टल क्लियर छ एकदम रमाइलो निप्लेमित भन्दा छुट्टै भाइब्स आइरहेछ हैन ठीक छ हल्का हल्का नर्भस पनि भइरा होला क्राउडेड अलि बढी रहेछ मान्छेहरुको फ्लो हामी अब अनक्राउडेड ठाउँबाट आको भएर चाहिँ लाइक भइरहेछ तर ठिकै छ यस्तो हुन्छ यो चाहिँ प्लेनमा भएको म्याकडोनल्ड्स हैन रियल प्लेनलाई कन्भर्ट गरेर कस्तो लागिरहेछ हाउ यु फिलिङ गाइज प्लास्टिक गर्मी भइरहेको छ यस समय हामीलाई चाहिँ हामी चाहिँ सारा डेजर्टमा डुब्की लागिरहेका छौँ इज इन्जोइङ वी आर ह्याभिङ फन प्लास्टिक गर्मी भइरहेछ हेर्नु सक्नुहुन्छ तपाईँले बाफ तातो पानी शरीरमाथि ठिक छ रमाइलो छ अङ्ग छोडेर निस्किरहेको छ तातो पानी हेर्न सक्नुहुन्छ ओ माई गड यो तातोले मै हट भइरहेछ हट बनेर लेट्स गो सी यू गाइज हाई गाइज फाइनली हैन हामी चाहिँ रुममा पुगेको छौँ हामी रुममा पुगिरहेको छौँ हैन रमाइलो भइरहेछ ए होस्टेलको याद आइरहेछ मलाई त एट रोटोरोवा लेक फ्रन्ट हैन अब जाम यताबाट नाइट चिल भइरहेछ लेट्स सी चाहिँ ट्रायल लेक यता छ यहाँ चट्टा लाएर हिँड्ने भ्यू यस्तो छ फुल मुन गुड मर्निङ फ्रम रोटोरोवा गुड मर्निङ गाइज हामी चाहिँ अब यो दिस इज आवर फर्स्ट डे हियर एट रोटोरोवा हैन पुगेको छौँ हिजो राति त के भयो नभनौँ हैन ल हाम्रो उठाइदिउँ न हाम्रो रुम लेट्स गो गाडी यता छ फ्रेस भएर आइयो बतास चलाइहाल्छ होइन चिल छ नि वेदर अहिले त स्मेल आएको छैन त आउँदैन हो रोटोरोवा इज हेभन राति कस्तो स्मेल आएको थियो आमा ल यहीँ यो हाम्रो रुम कस्तो लागिरहेछ फाइनली रोटोरोवाको के भन्ने रोटोरोवाको रोडमा गाडी चलाइरहेको छौँ सिटी सेन्टर यता छ फाइनली त्यहाँ चाहिँ धुवा जस्तो निस्किरहेछ यहाँ चाहिँ भोल्क्यानो हो मिनरल्सहरू एक्टिभ भोल्क्यानो भन्नाले त्यस्तो एक्टिभ चाहिँ होइन तर कता यता हो थाहा छैन मलाई के थाहा कता हो सिटी त यता हो सिटी यता घुमाएको घुमाइ यो चाहिँ रोटोरोवा लेक एट्याक त हान्दैन नि यिनीहरूले रुखमा नि चरा हाँस यस्तै छ भ्यू त्यहाँ चाहिँ टापु छ त्यहाँ क्विन्सल्यान्ड क्रुज भ्यू चाहिँ यस्तै छ कस्तो लागिरहेछ बबाल बबाल रोटोरोवा फाइनली होइन तिमीलाई कस्तो लागिरहेछ
हो रमाइलो लागिरहेछ ठिक छ जस्ट न्यू प्लेमेट भन्दा सिटी चाहिँ बिग है होला अपर्च्युनिटी बढी तर इन टर्म्स अफ ब्युटी चाहिँ अनि न्यू प्लेमेट ब्युटी अनि यहाँ न्यू प्लेमेटमा अब लाइक बिचहरू छ होइन विदिन लाइक 5 मिनट्स टाइप माउन्टेन छ लेक छ पार्कहरू छ ओ माई गुडनेस यस्तो गनाउन्न सल्फर गनाएर होइन तर के छ इन लाइक अब इच एन्ड एभ्री ठाउँको त भइहाल्छ तर बानी नभएर पनि होला तर यहाँ अपर्च्युनिटी धेरै हुन्छ निक्लेमा कम्पेयर टु निक्लेमा मार्केट चाहिँ ठुलो छ फर हामीलाई हस्पिटालिटी स्टुडेन्टहरूलाई चाहिँ रोट्रोवा थर्मल हलिडे पार्कबाट चाहिँ बिदाई थ्याङ्क यू फर द मेमोरी अरू त अब त्यही हो चाहिँ अब के भन्छ हेर्दैन लेट्स गो रोट्रोवा सिटी मोस्ट खानी हो कसैले ल जाउँ म चाहिँ हामी थर्मल वाटर पार्कको के हो कुनै थर्मल वाटर डट बाइक छ यता चाहिँ थर्मल पुरै बाफ आमा कति तातो छ होला है यो पुरै बाफ उडिरह थर्मल वाटर फग लगाइसक्यो पुरै धुवा छ गहिरो चाहिँ रहेछ ए यता पनि धुवा छ थर्मल भोल्क्यानोबाट एकदम पानी चाहिँ एकदम तातो भएर बाफै निस्किया यस्तै छ भ्यू यसको कस्तो लागिरहेछ बबाल तर्साइदिएर यार एकैचोटि पार्क हेरेर केही छैन भनेर फेरि यो सुन्न रेडी भने like I'm going to sing a song. This song dedicated to all of you. Dedicate song हैन This song dedicated to all of you guys. तिम्रो लागि जारै जन्म पनि लिउँला म खुसी सारा तिमीलाई दिएर आँसु सबै आफै लिउँला म आँखा तिमीलाई हेरिरहन्छ तर किन सपना लाग्छ सपना नै हो भने यो अब सायद नबिउला म मेरो सुखहरू तिम्रो दुःखहरू हाम्रो सबै चाहना सँगै आउँला सारा ईश्वर साक्षी राखी तिम्रो सफलताको लागि दैवसँग पनि थाटौँला मन मात्र होइन मेरो आत्मा नै सुम्पिदिउँला म कसरी भन्न सक्छु म आमा के हो यो लज हो कि के हो क्याफे रहेछ क्याफे रहेछ आमा कुकुर बस्दिम है शब्दले नबुझे बोलीले नबुझे मायाको भाकाले बुझाउँला मनभरि हो माया सबै तिमीलाई दिउँला चाहिँ इन्डियन स्विट्स खाना आएको हामी चाहिँ मिठाईवाला मन लाग्दैन लेट्स गो ह्यामिल्टनको
नेप्लिज रेस्टुरेन्टमा छौँ होइन दाल भात खान लेट्स सी मेनु यता छ फाइनली अहिले चाहिँ हामी पिओमा होइन फ्रेस भएर अब जाँदैछौँ होइन रेस्ट गर्दैछौँ ठिक छ गाडी आइरहेछ कस्तो लागिरहेछ यहाँ त ठिकै रहेछ जाडो हल्का है चिसो चिसो हावा आयो ल कमेन्टहरू गर के कस्तो फिल भइरहेछ प्रशान्त अनि तिमीहरूलाई फेरि वेटले गरेर माथिको चुडेला है होस् गर मजा आयो नि जाऊ नि तिमी नि रमाइलो छ होइन चुड्ला है चुड्ला नधान्ला अनि रमाइलो बच्चा बच्चीलाई खेलाउँदा ल जाउँ अब फाइनली हामी चाहिँ यहाँ थ्री सिस्टर्स भयो अनि यहाँ चट्ट बिच सनसेट अहिले चाहिँ हामी यस्तो छ भ्यू होइन सही छ नि सही बबाल हामी चाहिँ अहिले थ्री सिस्टरको ठ्याक्क पछाडि पछाडि टप भ्यू पोइन्ट अनि सनसेट पनि भइरहेछ है सनसेट भएको छ रियली ब्लेस टु अब्जर्भ दिस खतरा छ नि लोकेसन बबाल यो हो के द्याट्स व्हाई पछाडि थ्री सिस्टर ओसन इज भनेको हेर्नु अब क्या मजाको डुबिरहेको यस्तो छ भ्यू सी अहिले चाहिँ भ्यू यस्तो छ सही छ नि हामी चाहिँ न्यू प्लेमिथ आइयो होइन ठ्याक्कै 7:30 बजेको छ है त्यही त 7:30 बज्यो दुई दिनको ट्रिप अनि वाज हाउ वाज द ट्रिप अनि त्यही हो याद गर्नेछु स्पेशली रोट्रोवा वाज नेक्स्ट लेभल आई नेभर एक्सपेक्ट त्यो चाहिँ हुन्छ भनेर होइन तर रमाइलो भयो ट्रिप बिकज अफ द गेट गड ग्रेस होइन भइदियो सबै त्यो धेरै खुसी छु तर त्यो दिन खुसीको पल पनि धेरै बेरसम्म रहँदैन रहेछ लाइफ भनेको त्यस्तै हो क्या दिस इज वाट वी कल लाइफ त्यसरी नै हाम्रो ट्रिप यहीँ इन भएको छ ल धन्यवाद होइन ओके बाय बाय गाइज प्लिज लाइक शेयर एन्ड सब्सक्राइब टु आवर युट्युब च्यानल सी यू गाइज